आज बसन्तपुर दिजार जान लाग्यो घुम्नलाई। यस्तै छ पाराहरू। ल त मलाई देखाइदिए सबिनाको लुक्स चाहिँ यस्तै छ। हामी चाहिँ बसन्तपुर जान लाग्यो। अहिले एकछिनमा भेट्छु ल गाइज। हाम्रो चाहिँ ट्याक्सी आइसक्यो। अब ट्याक्सीमा जाने। मनिता हामी चाहिँ ट्याक्सीमा चढेर पनि निस्किसक्यो। आज बसन्तपुर घुम्न जान लाग्यो। हजुरहरूलाई पनि दिनभरि घुमाउने छु। अलिअलि थोरै सानो सानो क्लिप बनाइराख्छु। गाइजहरू यिनीहरू मलाई राख्नु भनेको जहिले बिचमा हो। कस्तो हल्लियो गाइज, हल्लियो क्यामेरा। अमृता रिस उठ्यो तपाईँलाई? यता हेरेर भन्नु न। फेरि यो त युट्युबमा हाँसिँदै यता हेरेर भन्नु न। आयो फाइनली हामी बसन्तपुर आँटेको। ओइ अनिका त डर निदाइदिइरहेको छ क्या। त निदाइनस्? म त आँखा गरेको। म त आँखा चिम्मा गरेको रे। टाउको उयो भएर के फेरि भन त। शुद्ध पिउने पानी अरे क्या? हो कि के हो? पानी नै हो कि? हो कि लोकल रक्सी राख्ने होला। कस्तो टल्केको खै। यहाँ फोर यहाँ ठुलो। हामी अब जाँदैछौँ। हेलो मन्टा। हामी चाहिँ यहाँ बबल टी आइसक्रिम खान लाग्यो। बबल टी बनाउने छ। कुनमा खाने? यो भ्यानिला राम्रो हो। मिठो हुन्छ। मलाई चाहिँ मिठो लाग्छ। अनि मजाले हालिदिनु है। त बबल टी ए धेरै आउँछ? कति रुपियाँको? अझै हाल्नुहुन्छ कि? फेरि एउटा हो के? अर्को नि सेम रे। ऊ जत्रै हालिदिनु ल। कति तातो हो त? ऊ जत्रै हालिदिनु है मान्छे हेर्नु पर्यो। तीनचोटि हालिदिनु कि दुईचोटि हाले जस्तो गरिदिनु तिनचोटि। अच्छु हेर्नु त हेर्ने कस्तो। कति हो? अनि त्यसमै हो कि कति हो? बनाइदिनु हुन्छ कि 400 अरे। यसको कति हो? 100? यस। पानी किनिदेऊ रे। किन आयो हुन्छ त म त यहाँ आइसक्रिम खाइसक्यो। किन न किन पानी 20। ओइ महँगो ला। चिसो छ? कहाँ छ चिसो चाहिँ? पैसा त? एउटा म्याङ्गो अनि अर्को कुन? नै म यो खान्छु यो। खानेकुरा? बबल टी। खानेकुरा कहाँ खानु? Now तेरो वाला। भाइ साढे 50 भयो। जम आमा घामले त केही नदेखिँदैछ। मेरो मोबाइल किन यस्तो भाउ ब्लर एकदम ब्लर आउने भएको छ।
मोनिका कस्तो छ मिठो छ अलिअलि गुलियो खायो हो पिरो छैन मसला लागेन क्या अब हामी उता जाने सामानहरू किन्न अनि आउनेलाई फेरि उयो खानुपर्छ लस्सी विवेक हेलो विवेक कस्तो छ मिठो मिठो कुलियो कुलियो रहेछ हो अमृत कस्तो छ मिठो छ नि सबै अंदर छ यार ना ना हामी चाहिँ बसन्तपुरमा छौँ हामीले आइस यता बच्चा भन्दा कम छैन है कस्तो उज्यालो देखायो त्यसलाई त पिङ भएर क्या काम छैन गयो फर्क्यो आयो लाइन छ लाइन नपाएपछि हामी फर्किँदैछौँ तल असनको भिड गाइज ओ माई गॉड हामीले अलिअलि सामान किनिसके जहिले पनि यस्तै भिड हो क्या यस्तो त भनेको एउटा दोरी हानिदिउँ न त दाइ सिलामको के अरे दाइ भिड छ गाई त्यस्तो भित्री भिड छ मान्छे छ गर्मीले मर्न लागिसक्यो फेरि ठमेल आइपुगेको पानी परेर बिजोग भयो आजलाई यति नै सबैजनाले लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई गाइज